मिनासान कोनिचिवा नमस्ते जापानिज लेसनमा यहाँहरूलाई स्वागत छ। आउनुहोस् सुरु गरौँ आजको लेसन। यो भिडियोमा हामी N3 रेन्स्यु लेसन 9 गर्न गइरहेछौँ। सबैभन्दा पहिला नम्बर 1 मा भएको रेन्स्युलाई हेर्नुहोस्। नम्बर 1 मा हामीलाई दुईवटा रेन्स्युहरू दिएका छन् र यसमा हामीले सिकेको ग्रामर पोइन्ट चाहिँ मास हटाएर त्यसको सट्टा ओ देश राख्ने थियो। त्यसलाई पनि याद गर्नुहोला। र रेन्स्यु इची नम्बर 1 को रेन्स्युलाई हेर्नुहोस्। यसमा रेईमा दिएको सेन्टेन्समा चाहिँ नानी ओ सागा सिते इमासु का? नानी ओ सागा सिते इमासु का भनेको छ र यसलाई नानी ओ सागा सी देसु का भनेर गरेर देखाइएको छ। नानी ओ सागा सी देसु का भनेको चाहिँ के खोज्दै हुनुहुन्छ भनेको हो। दुईटैको अर्थ एउटै हो, तर यो मासलाई हटाइकन यसमा ओ राखेर सागासी बनाइएको छ। यसरी नै अब तीनवटा एक्सरसाइज हामीले गर्नुपर्ने छ। नम्बर 1 लाई हेर्नुहोस्। बुचो वा नान्जी गोरो खाएरिमासु का भनेको छ। हाकिम साहब कति बजे निस्किनुहुन्छ अथवा फर्कनुहुन्छ भनेको हो। यसलाई चाहिँ यसरी गर्न सकिन्छ। बुचो वा नान्जी गोरो ओ खाएरी देसु का भनेर बनाउन सक्नुहुन्छ। नम्बर 2 मा चाहिँ ओक्याकु सामा खासा ओ वासुरेते इमासु यो भनेको छ। सर तपाईले आफ्नो छाता बिर्सनु भयो र यसलाई नै ओ राखिकन यसरी बनाउन सकिन्छ। ओक्याकु सामा खासा ओ वासुरेते देसु यो छाता बिर्सनु भयो है भनेको। अब तेस्रो नम्बर 3 लाई हेर्नुहोस्। नम्बर 3 मा चाहिँ स्याच्यो गा चुकिमासिता भनेको छ। त्यो भनेको चाहिँ अध्यक्षज्यू आइपुग्नु भयो। त्यसलाई चाहिँ स्याच्यो गा ओचुकी देसु भनेर गर्न सकिन्छ। अर्थ चाहिँ आइपुग्नु भयो। डाइरेक्टर हो अध्यक्षज्यू भनेको, डाइरेक्टर आइपुग्नु भयो भन्ने नै अर्थ हुन्छ। अब नम्बर 2 अथवा रेन्स्यु 2 तिर लागौं। रेन्स्यु 2 मा भएको रेईलाई हेर्नुहोस् त। यसमा चाहिँ होकिङ शो ओ ओमोची देसु का भनेको छ। भनेको चाहिँ तपाईसँग आफ्नो बिमा कार्ड अथवा चाहिँ हेल्थ इन्स्योरेन्स कार्ड छ भनेर प्रश्न गरिएको छ। हाई मोत्ते इमास भनेको छ। मोचिमास्कालाई यहाँ ओ मोची देसु का भनेर प्रश्न गरिएको छ। हाई मोत्ते इमास भनेको हो मसँग छ। अब तीनवटा एक्सरसाइज गरौँ। नम्बर 1 मा चाहिँ ओको सांगवा इचु ओ उमारे देसु का भनेको छ। बच्चा चाहिँ कहिले जन्मिने हो भन्ने प्रश्न छ। पछाडि राइगेछु भनेर ब्राकेटमा दिएको छ। त्यसलाई राइगेछु उमारेमास भनेको चाहिँ बच्चा अर्को महिना जन्मिने छ। यसलाई चाहिँ मास फर्ममा हामीले चेन्ज गर्नुपर्ने हो। अब दोस्रो नम्बरमा ओशोकुजी वा मो ओसुमी देसु का भनेको छ। भनेको चाहिँ खाना खाइसकेको हो भनेको पछाडि चाहिँ हाई र मो दिएको छ। यसलाई चाहिँ यसरी गर्नुहोस्। हाई मोसुमिमासिता हो खाइसकेको हो। यो चाहिँ मैले चाहिँ खाना खाइसकेको हो भनेको हो। र तेस्रो नम्बरमा चाहिँ दोचिरा नि ओत्सुतोमे देसु का भनेको छ। बुराजिरु एया भनेर ब्राकेटमा दिएको छ। ब्राजिल एयर भनेर कहाँ काम गर्दै हुनुहुन्छ भनेको हो। यसलाई चाहिँ बुराजिरु एया नि चुतोमेते इमास गर्न सकिन्छ। भनेको चाहिँ ब्राजिल एयरमा काम गरिरहेको छु। अब हामीले सिकेको दोस्रो ग्रामर पोइन्ट तेमो खामावानाई अथवा तेमो खामाइमासेनमा भएको रेन्स्युलाई हेर्नुहोस्। यसको रेई एक्जाम्पल सेन्टेन्समा दिएको सेन्टेन्सलाई हेर्दाखेरि ए र बी गरिकन दुईवटा सेन्टेन्स दिएको छ। र कोचिरानो देन्सिजिसो वा इखागा देसु का भनेको छ। त्यो भनेको चाहिँ यो इलेक्ट्रोनिक डिक्सनरी कस्तो छ भनेर प्रश्न गरेको हो। सुकोसी जी गा चिसाई देसु गा भनेको छ। अक्षर चाहिँ अलि सानो रहेछ तर भनेको छ। र त्यसपछि बी ले चाहिँ सेइनो गा योकेरेबा सुकोसी गुराई जी गा चिसाकु तेमो खामाइमासेन भनेको छ। यदि पर्फर्मेन्स राम्रो भएमा अलिकति फन्ट सानो भए पनि केही फरक पर्दैन भनेको छ। यसरी नै हामीलाई यहाँ दुईवटा 1-2 पोइन्ट गरिकन तीनवटा एक्सरसाइज दिएको छ। तीनवटा एक्सरसाइजलाई यो दुईवटा वर्डहरू मिलाइकन खामाइमासेन अथवा खामावानाई प्रयोग गरेर हामीले सेन्टेन्स बनाउनु पर्ने छ। नम्बर 1 लाई हेर्नुहोस्। नम्बर 1 मा चाहिँ किजुगा आरु भनेर दिएको रहेछ। स्क्रैचहरू छ भनेको हो। त्यसपछि पछाडि 2 दोस्रो पोइन्टमा यासुई भनेको छ सस्तो छ भनेको हो। यसलाई चाहिँ यसरी गर्न सक्नुहुन्छ। कोचिरानो देन्सिजिसो वा इखागा देसु का भन्ने प्रश्न भयो। सुकोसी किजुगा आरिमासु का भन्न सकिन्छ। भनेको यो इलेक्ट्रोनिक डिक्सनरी कस्तो छ
यसमा केही स्क्रैचहरु छन् तर भनेको त्यसपछि बीले चाहिँ उत्तर दिँदाखेरि चाहिँ यासुकेरे बा सुकोशी गुराई किजुगा आत्तेमो कामाइमासेन अथवा कामावा नाइ गर्न सकिन्छ भनेको यदि सस्तो छ भने अलिअलि स्क्रैचहरु भए पनि केही फरक पर्दैन के हुन्छ त भन्ने यसको अर्थ हो। अब दोस्रो नम्बरमा चाहिँ हामीलाई दुईवटा पोइन्ट के छ भने फुरुई ताइपु भन्ने छ र अर्को चाहिँ चुखाई यासुई भन्ने छ। अलि पुरानो मोडल फुरुई ताइपु भनेको पुरानो मोडल भनेको र चुखाई यासुई भनेको चाहिँ प्रयोग गर्न सजिलो भनेको हो। यसलाई चाहिँ यसरी गर्नुहोस् ए मा चाहिँ कोचिरा नो देन्सी जिस्यो वा इकागा देसु का यो डिक्सनरी कस्तो छ त्यसपछि सुकोशी फुरुई ताइपु देसु गा अलिकति पुरानो मोडल रहेछ तर भनेको भयो। त्यसपछि बी मा चाहिँ चुखाई यासुकेरेबा सुकोशी गुराई फुरुई ताइपु देमो कामाइमासेन भनेको यदि प्रयोग गर्न सजिलो भएमा सजिलो छ भने अलिकति पुरानो मोडल भएर के हुन्छ अलिकति पुरानो मोडल भए पनि केही फरक पर्दैन भन्ने यसको अर्थ हो। अब तेस्रो नम्बरमा चाहिँ गामेङ्गा चिसाई भनेको छ सानो स्क्रिन भनेको हो र 2 मा चाहिँ किनौगा ओई भनेको छ भनेको फिचरहरु चाहिँ धेरै छ भनेको हो। यसलाई यसरी गर्नुहोस् ए मा चाहिँ कोचिरानो देन्सी जिस्यो वा इकागा देसु का यो इलेक्ट्रोनिक डिक्सनरी कस्तो छ सुकोशी गामेङ्गा चिसाई देसु गा अलिकति स्क्रिन चाहिँ सानो छ तर भनेको हो। बी मा चाहिँ किनौगा ओकेरेबा सुकोशी गुराई गामेङ्गा चिसाकु देमो कामाइमासेन गरेर गर्नुहोस्। यसमा फिचरहरु धेरै भएमा धेरै छ भने त अलिकति सानो स्क्रिन भए पनि फरक पर्दैन। यसरी यसलाई बनाउन सकिन्छ। अब नम्बर 3 मा हामीले सिकेको ग्रामर पोइन्ट होदो नाइ होदो देवा नाइ मा भएको रेन्स्युलाई हेर्नुहोस्। यसमा हामीलाई 3 वटा रेन्स्युहरु दिएको छ। नम्बर 1 रेन्स्यु इची मा भएको रेलाई हेर्नुहोस्। यसमा निहोन देवा बुतानिको मो ग्युनिको मो ताकाइते किकिमासिता गा भनेको छ। भनेको चाहिँ जापानमा सुँगुर बङ्गुरको मासु अथवा चाहिँ पोर्क पनि अनि गाईको मासु बीफ पनि महँगो छ भन्ने सुनेको थिए तर भनेको छ र पछाडी ब्र्याकेटमा चाहिँ बुतानिको कम देखाएको छ ग्युनिको माथि देखाएको छ। यसलाई गरेर यसरी देखाएको छ ए देमो बुतानिको वा ग्युनिको होदो ताकाकु नाइ देसु भनेको छ। भनेको चाहिँ हुन त हो तर सुँगुरको मासु गाईको मासु जत्तिको महँगो छैन। होदोले चाहिँ यहाँनिर जत्तिको भन्ने अर्थ दिएको छ र पछाडी नाइ भनेर आएपछि होइन अथवा छैन भन्ने अर्थ हुन्छ। अब हामीले गर्नुपर्ने 3 वटा एक्सरसाइज मध्ये नम्बर 1 लाई हेर्नुहोस्। नम्बर 1 मा चाहिँ टोक्यो वा कुकी नो योगोरे गा हिदोइते किकिमासिता गा भनेको छ। पछाडी चाहिँ गेन्जाई भनेर दिएको छ र मुखासी भनेको छ। गेन्जाईलाई कम देखाइएको छ मुखासीलाई बढी देखाइएको छ। यो भनेको चाहिँ टोकियोमा चाहिँ वायु प्रदूषण चाहिँ एकदमै बढिरहेको छ तर भनेको हो र यसलाई चाहिँ यसरी गर्न सक्नुहुन्छ ए देमो मुखासी होदो हिदोकु नाइ देसु हुन त हो तैपनि यो पहिले जस्तो खराब छैन यो पहिले जस्तो खराब छैन भनेर गर्न सकिन्छ। अब दोस्रो नम्बरमा चाहिँ हामीलाई निहोन देवा बारेबोरु मो साक्का मो निन्की गा आरुत्ते किकिमासिता गा भनेर दिएको छ। भनेको चाहिँ जापानमा चाहिँ भलिबल पनि फुटबल पनि एकदमै पपुलर लोकप्रिय छ भन्ने सुनेको थिएँ तर भनेको छ र यसमा बारेबोरु भनेर भलिबल चाहिँ कम देखाएको छ साक्कालाई बढी देखाएको छ। ब्र्याकेटमा यसरी गर्नुहोस् देमो बारेबोरु गा साक्का होदो निन्की गा नाइ भनेको हुन त हो तर भलिबल फुटबल जतिको लोकप्रिय चाहिँ छैन भनेको यसरी गर्नुहोस्। र तेस्रो नम्बरमा क्योतो मो नारा मो तोतेमो फुरुई माची दात्ते किकिमासिता गा भनेको क्योतो पनि नारा पनि जापानको दुईटा शहरहरू चाहिँ एकदम पुराना शहरहरू हुन् भन्ने सुनेको थिएँ तर भनेर ब्र्याकेटमा चाहिँ क्योतोलाई कम देखाएको छ नारालाई बढी देखाएको छ। यसरी गर्नुहोस् देमो क्योतो वा नारा होदो फुरुकु नाइ देसु भनेर गर्नुहोस्। क्योतो वा नारा होदो फुरुकु नाइ देसु भनेको चाहिँ हुन त हो तर क्योतो चाहिँ नारा जतिको पुरानो होइन अथवा पुरानो छैन भन्ने यसको अर्थ हुन्छ।
अब नम्बर 3 को दोस्रो रेन्चुलाई हेर्नुहोस्। यसमा पनि हामी होदोलाई नै प्रयोग गर्छौं र यसमा के दिएको छ भने ग्राफ ओ मिते तोक्यो नो किओन गोसुइर्यो नि tsuite किगा tsuita कोतो ओ हानाशिते कुदासाई भनेको छ। भनेको चाहिँ ग्राफलाई हेरेर टोकियोको तापक्रम र वर्षाको बारेमा तपाईले विचार गर्नुभएको अथवा होस पुर्याउनु भएको अथवा याद गर्नुभएको कुराहरूलाई गर्नुहोस् भनेको छ र यसमा चाहिँ रे 1 रे 2 गरेर उदाहरण 1 र 2 गरिकन दुईवटा सेन्टेन्स यहाँनिर दिएको छ, त्यसलाई हेरौं। 1 मा रे 1 मा चाहिँ 9月は6月より雨が多いですभनेको छ। भनेको चाहिँ सेप्टेम्बर चाहिँ जुन भन्दा बढी वर्षा हुन्छ। सेप्टेम्बरमा चाहिँ जुन भन्दा बढी वर्षा भएको देखियो ग्राफ हेरेर भनेको हो यो। र रे 2 मा चाहिँ 7月は8月ほど暑くないですभनेको चाहिँ जुलाईमा अगस्त जतिको गर्मी नभएको देखाएको छ अथवा गर्मी हुँदैन भनेर भनिएको हो। अब नम्बर 3 को तेस्रो रेन्चुलाई हेर्नुहोस्। तेस्रो रेन्चुमा हामीलाई ओमोत्ते कोतो तो चिगात्ते कोतो गा आरिमासु का भनेर सोधेको छ। तपाईले सोचेको भन्दा विचार गरेको भन्दा अथवा अपेक्षा गरेको भन्दा फरक कुरा केही छ भन्ने प्रश्न हो। आत्तारा हानाशिते कुदासाई यदि छ भने कुरा गर्नुहोस् न, कृपया हामीलाई भन्नुहोस् न भनेको छ र यसमा दुईवटा कुराहरू भनिएको छ। इची र नि गरिकन रे इची रे नि। उदाहरण 1 मा चाहिँ के भनेको छ भने इन्फ्लुएन्जा नो योबोचुशा वा ओमोत्तेइता होदो इताकु नाकाता देसु भनेको छ। भनेको चाहिँ इन्फ्लुएन्जाको भ्याक्सिन मैले सोचे जतिको अथवा अपेक्षा गरे जतिको पीडादायी थिएन भनेर भनिएको हो। र दोस्रो एक्जाम्पलमा चाहिँ निहोन वा बुक्का गा ताकाई तो किइतेइमाशिता गा देंकी सेइहिन वा ओमोत्तेइता होदो ताकाकु नाकात्ता देसु भनेको चाहिँ मैले जापानमा चाहिँ सामानहरूको मूल्य चाहिँ एकदम धेरै छ, एकदम महँगो हुन्छ भन्ने, मूल्य उच्च छ भन्ने सुन्दै आएको थिएँ। तर इलेक्ट्रोनिक डिभाइसहरूमा, विद्युतीय उपकरणहरूमा चाहिँ मैले सोचे जतिको महँगो थिएन भनेको हो यो। अब नम्बर 4 मा हामीले सिकेको ग्रामर पोइन्ट होदो वा नाइ अथवा इनाइ, त्यसमा भएका रेन्चुहरूलाई हेर्नुहोस्। यसमा हामीलाई दुईवटा रेन्चुहरू दिएका छन्। पहिलो रेन्चु इच्चीमा भएको दुईवटा रेहरू छन्। पहिलो रेलाई हेर्नुहोस्। निहोन नो तोसी दे क्योतो गा इचिबान गाइकोकुजिन खान्कोक्याकु नि निन्की गा आरु भनिएको छ। भनेको जापानका सहरहरू मध्ये क्योटो चाहिँ विदेशी पर्यटकहरूमाझ सबैभन्दा लोकप्रिय छ भनेको हो र यसलाई यसरी गरिएको छ होदो राखिकन क्योटो होदो गाइकोकुजिन खान्कोक्याकु नि निन्की गा आरु तोसी वा नाइ भनेको छ। भनेको चाहिँ विदेशी पर्यटकहरूमाझ क्योटो जतिको लोकप्रिय अथवा पपुलर अर्को कुनै सहर छैन भनेको हो यो। अब रे 2 लाई हेर्नुहोस्। कोदोमो नो नेगाओ गा इचिबान कावाई भनेको छ। भनेको चाहिँ बच्चाको सुतिरहेको बेलाको अनुहार कस्तो प्यारो हुन्छ भनेको हो। यसलाई चाहिँ यसरी गरेको छ कोदोमो नो नेगाओ होदो कावाई मोनो वा नाइ भनेको बच्चाको सुतिरहेको बेलाको अनुहार जतिको प्यारो अर्को कुनै कुरा हुँदैन भनेको हो। अब हामीले तीनवटा एक्सरसाइज यहाँनिर गर्नुपर्छ र सबैभन्दा पहिला नम्बर 1 मा के दिएको छ भने हानानो नाकादे भनेको छ फुलहरूको बीचमा अथवा फुलहरू मध्येमा साकुरा गा इचिबान निहोन्जिन नि आइसारेतेइरु भनेको छ। भनेको चाहिँ साकुरा चाहिँ जापानीहरूले सबैभन्दा मन पराउने माया गर्ने फुल हो भनेको हो। यसलाई होदो प्रयोग गरिकन बनाउनु पर्ने छ। यसरी गर्न सक्नुहुन्छ। साकुरा होदो निहोन्जिन नि आइसारेतेइरु हाना वा नाइ भन्न सकिन्छ। भनेको साकुरा जतिको जापानीहरूद्वारा मन पराएको अर्को कुनै फुल छैन भनिएको हो। नम्बर 2 मा चाहिँ हामीलाई के दिएको छ भने खागाकुशा नो नाकादे आइन्स्टाइन गा इचिबान युमेइदा भनेको छ। भनेको चाहिँ साइन्टिस्टहरू मध्येमा चाहिँ आइन्स्टाइन सबैभन्दा प्रसिद्ध हुनुहुन्छ भनेको हो। यसलाई यसरी बनाउन सकिन्छ आइन्स्टाइन होदो युमेइ ना खागाकुशा वा इनाइ भनेर गर्न सकिन्छ। भनेको
आइन्स्टाइन जतिको प्रसिद्ध अरू कुनै वैज्ञानिक छैन अथवा हुनुहुन्न भन्न सकिन्छ। तेस्रो नम्बरमा चाहिँ हामीलाई तोमोदाची तो नो ओस्याबेरी गा इचिबाङ तानोसी भनेर दिएको छ। साथीहरूसँगको गफगाफ चाहिँ असाध्यै रमाइलो हुन्छ भनेको हो। यसलाई होदो प्रयोग गरेर यसरी बनाउनुहोस्। तोमोदाची तो नो ओस्याबेरी होदो तानोसी मोनो वा नाइ भनेको साथीहरूसँगको गफगाफ जतिको रमाइलो अरू केही कुरा छैन। यसरी गर्न सक्नुहुन्छ। अब रेन्स्यु 2 मा चाहिँ हामीलाई यहाँ गरेर देखाइएको छ। के भनेको छ भने आनातागा इचिबाङ दातो ओमोउ मोनो ओ इत्ते कुदासाई भनेको छ। भनेको चाहिँ कृपया तपाईलाई सबैभन्दा राम्रो लाग्ने कुरा भन्नुहोस् भनेको छ। र यसमा चाहिँ रे गरेर देखाइएको छ। स्पोर्ट्स नो आतो दे नोमु मिसु होदो ओइसी मोनो वा आरिमासेन। खेल खेलेपछि अथवा स्पोर्ट्स खेलेपछि पिउने पानी जतिको स्वादिलो वस्तु अरू केही हुँदैन। अब हामी नम्बर 5 मा हामीले सिकेको ग्रामर पोइन्ट तामेनी अथवा तामेदा भन्ने दुईवटा जुन थियो कारण बताउनको लागि प्रयोग गरिने, यसमा भएको रेन्स्युलाई हेरौँ। नम्बर 5 मा हामीलाई दुईवटा रेन्स्युहरू दिएको छ। पहिलो रेन्स्युको रेलाई हेर्नुहोस्। ओओयुकीगा फुत्ता भनेको छ भारी हिमपात भएको भन्ने अर्थ हो। कुकोगा चुखाए नाकुनात्ता भनेको विमानस्थल प्रयोग गर्न नमिल्ने भएको भनेको छ। यसलाई चाहिँ यसरी गरेर देखाइएको छ। ओओयुकीगा फुत्ता तामेनी कुकोगा चुखाए नाकुनात्ता भनेको भारी हिमपातका कारण भीषण हिमपातका कारण चाहिँ विमानस्थल प्रयोग गर्न नमिल्ने भयो। अब यस्तै गरी हामीलाई यसमा 3 वटा एक्सरसाइज दिएको छ। नम्बर 1 मा भएको एक्सरसाइजलाई हेर्नुहोस्। फुयु वा कुकीगा खाङसो सुरु भनेको छ जाडो महिनामा अथवा हिउँदमा चाहिँ हावा सुक्खा हुने भनेको छ। र त्यसपछि खाजे ओहिकियासुई भनेको छ रुगाखोकी लाग्न अथवा चिसो लाग्न सजिलो हुने भनेको छ। यसलाई यसरी बनाउन सकिन्छ। फुयु वा कुकीगा खाङसो सुरु तामेनी खाजे ओहिकियासुई भनेको जाडोमा चाहिँ हावा सुक्खा हुने भएको कारणले अथवा भएकोले गर्दा सजिलै चिसो लाग्न सक्छ अथवा लाग्छ भनेको हो यो। अब नम्बर 2 मा चाहिँ खुरुमा नो जिकोगा आत्ता भनेको छ। भनेको भेहिकल अथवा गाडी सवारी साधनको चाहिँ दुर्घटना भयो भनेको हो। दौरोगा जुत्ताइसिता भनेको चाहिँ बाटो जाम भयो भनेको हो। यसलाई यसरी बनाउन सकिन्छ। खुरुमा नो जिकोगा आत्ता तामेनी दौरोगा जुत्ताइसिता भनेर बनाउन सकिन्छ। कार दुर्घटनाको अथवा चाहिँ सवारी साधन दुर्घटनाको कारण बाटो चाहिँ ट्राफिक जाम भयो। अब तेस्रो नम्बरमा चाहिँ कोउसुगा फुबेन भनेको छ यातायातको असुविधा भनेको हो। सिमानी सुमु हितोगा सुकुनाई भनेको छ आइल्यान्डमा अथवा टापुमा बस्ने मानिसहरूको नम्बर चाहिँ कम छ, संख्या कम छ भनेको हो। यसलाई यसरी गर्न सकिन्छ। कोउसुगा फुबेन तामेनी सिमानी सुमु हितोगा सुकुनाई भनेको चाहिँ यातायातको असुविधाको कारण टापुमा बस्ने मानिसहरू थोरै छन्। अब नम्बर 5 को दोस्रो रेन्स्यु नीलाई हेर्नुहोस्। यहाँ गेङ इङ भनेर दिएको छ त्यो भनेको चाहिँ कारण। त्यस्तै गरी पछाडि रियु ओ खाङ्गाइते कुदासाई भनेको छ कारण सोच्नुहोस् अथवा विचार गर्नुहोस् भनेको हो। त्यसपछि तल रेई भनेर दिएको ठाउँमा चाहिँ कुकीगा योगोरेत्ता भनेको छ हावा चाहिँ फोहोर भएको भन्ने अर्थ हो अथवा चाहिँ वायु प्रदूषण भएको भन्ने अर्थ हो। यसलाई यसरी गरिएको छ। कुकीगा योगोरेत्ता नो वा कोउजोगा तक्सन देखिता तामेदा भनेको छ। त्यो भनेको चाहिँ हावा प्रदूषित हुनुको कारण चाहिँ कारखानाहरू धेरै भएकोले हो, धेरै निर्माण गरेकोले हो भन्ने अर्थ यसको हुन्छ। तामेदालाई कारण देखाउनको लागि यहाँ प्रयोग गरिएको छ यसरी। अब हामीले 3 वटा एक्सरसाइज गर्नुपर्छ। नम्बर 1 मा चाहिँ के दिएको छ भने सिनसेहिन भनेको छ त्यो भनेको नयाँ उत्पादनहरू। सिनसेहिङगा उरेनाई भनेको छ। भनेको चाहिँ नयाँ उत्पादनहरू बिक्री नभएको अथवा नहुनु भन्ने अर्थ हो। र यसलाई यसरी गर्न सकिन्छ। सिनसेहिङगा उरेनाई नो वा नेदाङगा ताकाई तामेदा गर्न सक्नुहुन्छ। भनेको चाहिँ नयाँ उत्पादनहरू बिक्री हुन नसकेको चाहिँ मूल्य धेरै महँगो भएकोले गर्दा हो भन्न सकिन्छ। नम्बर 2 मा चाहिँ हामीलाई कोदोमो भनेको छ
सेन्मोन्नो ब्योइंगा हेत्ते इरु भनेको छ। कोदोमो सेन्मोन्नो ब्योइन भनेको चाहिँ चाइल्ड स्पेशलिस्ट अथवा चाहिँ बाल विशेषज्ञ अस्पतालहरू चाहिँ घटिरहेको छ भनेको छ। हेत्ते इरु भनेको छ र त्यसलाई यसरी बनाउन सक्नुहुन्छ। कोदोमो सेन्मोन्नो ब्योइंगा हेत्ते इरु नो वा कोदोमो नो खाजुगा हेत्ता तामेदा भन्न सकिन्छ। भनेको चाहिँ बाल विशेषज्ञ अस्पतालहरू घट्दै गएको चाहिँ बालबालिकाको संख्या पनि घटेकोले गर्दा हो भनेको हो। अब तेस्रो नम्बरमा चाहिँ हामीलाई चिक्यो नो खाङ्क्योगा दोन वारुकु नात्ते इरु भनेको छ। भनेको चाहिँ पृथ्वीको वातावरण चाहिँ झन झन खराब हुँदै गइरहेको भनेको छ। यसलाई यसरी बनाउनुहोस्। चिक्यो नो खाङ्क्योगा दोन वारुकु नात्ते इरु नो वा जिदौशागा फुएत्तारी कि ओ कित्ते शिमात्तारी शिता तामेदा भन्न सकिन्छ। त्यो भनेको चाहिँ पृथ्वीको वातावरण चाहिँ झन झन खराब हुँदै गइरहेको चाहिँ गाडीहरू सवारी साधनहरू वृद्धि गर्दै रुखहरू काट्दै गरेर चाहिँ फसाद पारेकोले हो भनेर यसरी यसलाई गर्न सकिन्छ। अब अन्त्यमा नम्बर 6 मा भएको रेन्चुलाई हेर्नुहोस्। यसमा हामीलाई दुईवटा रेन्चुहरू दिएको छ। नम्बर 6 मा चाहिँ हामीले तारा बा ता भन्ने ग्रामर पोइन्ट सिकेका थियौं। त्यसैमा आधारित यो रेन्चुलाई हेर्नुहोस्। रेन्चु इची नम्बर 1 को रेन्चुलाई पहिला हेर्नुहोस्। यसमा रे भनेर दिएको सेन्टेन्समा ए र बी गरेर दुईजनाको कुराकानी देखाइएको छ र ए ले भनेकोमा चाहिँ ताकाहासी-सान दोस्ते ओनिन खाइनी सांखासी नाकात्तान देसु का भनेको छ। भनेको चाहिँ ताकाहासीजी तपाईँ एनुअल पार्टीमा किन नआउनु भएको भनेको हो र दोस्रो बी मा चाहिँ चोत्तो योजिगा आत्ते भनेको छ। भनेको चाहिँ मेरो अलिकति काम भएर भनेर अलिकति हनकन गरेको देखाइएको छ। त्यसपछि फेरि ए ले चाहिँ सो देसु का भनेको छ हो र भनेको हो। ताकाहासी सांगा सांखासितै तारा मोत्तो तानुस्कात्ता नोनी भनेको छ। भनेको चाहिँ ताकाहासीजीले भाग लिनु भएको भए अथवा आउनु भएको भए अझै रमाइलो हुन्थ्यो भनेर भनेको हो। यसै गरी हामीलाई यहाँनिर अर्को दुईवटा 1 र 2 गरिकन दुईवटा एक्सरसाइज छ र यसमा हामीलाई यहाँ पोइन्टहरू दिएको छ 1 2 3 गरेर यसलाई मिलाइकन हामीले यो कन्भर्सेसन तयार पार्नुपर्ने छ। नम्बर 1 मा हामीलाई 3 वटा पोइन्टहरू सिआई निदेरु भनेर दिएको छ। नम्बर 1 को 1 मा केगा सुरु दोस्रो र तेस्रो चाहिँ कित्तो खात्सु भनेको छ। पहिलो चाहिँ म्याचमा भाग लिने भयो, त्यसपछि घाउ लाग्ने चोटपटक लाग्ने, त्यसपछि पक्कै पनि जित्ने भन्ने यो तीनटा कुरालाई मिलाएर यसरी बनाउन सकिन्छ। ए बी ए गरिकन ए ले पहिला भनेकोमा चाहिँ हामी यसरी गर्न सक्छौं। मदन-च्याङ दोस्ते सिआइनी देनाकात्तान देसु का भन्न सकिन्छ। अनि मदनले भनेको बी मा चाहिँ चोत्तो केगा ओस्ते भनेर अनकन गरेको राख्न सकिन्छ। भनेको चाहिँ मदन तिमी किन म्याच नखेलेको भनेको। त्यसपछि उसले चाहिँ अलिकति मलाई चोट लागेको हुनाले भनेको हो। त्यसपछि फेरि उसले उत्तर दिँदाखेरि सो देसु का ए हो र भनेको। मदन-च्याङगा देतेइतारा कित्तो खात्ता नोनी भनेको छ। यदि मदन खेलेको भए चाहिँ पक्कै पनि जित्थ्यो नि भनेर भनेको हो। अब त्यस्तै गरी अर्को नम्बर 2 मा चाहिँ 3 वटा पोइन्टहरू हामीलाई काराओके नि कुरु भनेको छ। काराओकेमा आउनु। अनि 2 मा चाहिँ खाजेओ हिकु भनेको छ रुगाखोकी लाग्नु अथवा चिसो लाग्नु र नम्बर 3 मा चाहिँ मिन्ना मोत्तो उताउ सबैले पक्कै पनि गाउने थिए भन्ने अर्थ हो र यसलाई मिलाइकन यसरी बनाउन सकिन्छ। सारिका-च्याङ दोस्ते काराओके नि कोनाकात्तान देसु का भन्न सकिन्छ। सारिका तिमी काराओकेमा किन नआएको किन आएनौ भनेको हो। अनि उसको उत्तरमा चाहिँ चोत्तो खाजेओ हिते मलाई हल्का चिसो लागेर भनेको। त्यसपछि त्यसको उत्तरमा रिप्लाईमा फेरि सो देसु का सारिका-सांगा कितेइतारा मिन्ना मोत्तो उतात्ता नोनी भनेको हो। यो ए हो र तिमी आएको भए चाहिँ सबैजनाले कस्तो राम्रोसँग गाउने थिए अझै राम्रोसँग गाउने थिए नि। अब नम्बर 6 को दोस्रो रेन्चुलाई हेर्नुहोस्। यसमा जिचुगेङ
सिनाकात्ता युमे ओ हानासिते कुदासाई भनेर दिएको छ। तपाईको कुनै साकार नभएको एउटा सपनाको बारेमा भन्नुहोस्, कुरा गर्नुहोस् भनेको छ। यसमा दुईवटा कुराहरू रे 1 रे 2 गरिकन दिएको छ। रे इचीलाई पहिला हेर्नुहोस्। आनो तोकी सुतातो ओ सिप्पाई सिनाकात्ता रा किनमेदारु ओ तोरेते इतान देसु गा भनेको छ पहिलोमा। 1 नम्बरमा भनेको चाहिँ यदि मैले त्यो बेलामा त्यो समयमा चाहिँ स्टार्टिङ नबिगारेको भए चाहिँ म स्वर्ण पदक जित्न पनि सक्थेँ भनेर भनेको छ। अब दोस्रोमा चाहिँ मोउसको सिसेगा ताकाकेरेबा बास्केटबोल नो सेन्स्यु नि नारेतान देसु गा भनेको छ। यदि म अलि अग्लो भइदिएको भए, मेरो हाइट चाहिँ मेरो उचाइ चाहिँ अलिकति अग्लो भइदिएको भए म बास्केटबलमा खेलाडी बन्न सक्थेँ, बास्केटबलको चाहिँ खेलाडी बन्न सक्थेँ भनेर भनेको हो। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेट हुने नै छ। अहिलेलाई यति नै। माता ने।